काजु खाने जति सम्पर्क गर्नु होला। ल हेर्नुहोस् हजुर, काजु पनि साना छन् र। ल ऊ त्यहाँ खन्यो भने भेटिन्छ। ल हेर्नुहोस् है काजु, ऊ त्यो नानीले भेटाउँछ, नानीले भेटाउँछ है। ल जिन्दै यस्तै हो गाउँघरको जिन्दगी। काजु कति भेटिन्छ भेटिन्छ। ऊ भेटिसक्यो। हेर यति धेरै काजु। अर्को पनि भेट्यो। हेर कति धेरै काजु, कति धेरै हो यो काजु। फेरि भेट्यो। कति धेरै हो काजु पनि। आमामामा हेर यो बाबै बाबा कति हो। अलि यता पनि छ हेर त, उतापट्टि हो यता। मकै आलु मकै। ऊ त्यहाँ हेर काजु, हेर त्यहाँ हो त्यहाँ काजु हो त्यो। हेर हेर त कति धेरै हो। छिछि। ऊ त्यहाँ पनि छ हेर। ऊ त्यहाँ यी यहाँनिर देखिनस्। हो त्यो हो त्यो काजु मात्रै छ। ल हेर्नुहोस् हाम्रो बारीमा यस्तो खन्यो भने यति धेरै काजु भेटिन्छ। ल भयो भयो खन छिटो। ल अलि धेरै भेटाए, अलि उसानेर खानुपर्छ। हेर आयो आलु। आमामामा ठुलै आलु हेर। अर्को नि आयो। बाब्रे बाब्रे आलु त कति धेरै हो। अर्को नि हेर काजु। आमामामा काजु हेर त कति धेरै यार। छ्या सब खाइदियो यार आलुभरि। हो त्यहाँ छ। छेउतिर खन त, अलि छेउतिर भेटिन्छ। हो त त्यो ऊ तेरो खुट्टा निर नि हेर। ऊ यता हेर यता हो त्यो। यता ऊ त्यो हो तेरो खुट्टा निर हेर न। त्यो तेरो हात मुनि के तल। पहिला मलाई त हेर। आऊ यता देब्रे खुट्टा हो त्यो। हेर त मकै होला। फेरि भेटिन्छ अहिले। कति हो कति मकै यो। हेर त बाबै बाबै बाबा कति हो यार यो के गर्ने यस्तो धेरै। बाबै वर्षल दुईटा हेर। यो रोपेको त होइन यो यति धेरै छ कि के। अब कुना नि खन् न। हो त्यस्तो। पुर्यो। ऊ यता पनि छ हेर। हो त्यहाँ पनि छ हेर त काजु। ऊ यता पनि हेर। हो त्यो कोदालो नि हेर। अर्को नि हेर। हो त्यो बाबै बाबा के हो यस्तो यार यो। त यस्तो धेरै के हो यस्तो धेरै प्रत्येकमा हेर। अलि तलतिर नफाल्नु यहीँ माथि एक ठाउँ ठुपार। ल हेर नानीले कति बनाउँछ काजु। अलि छेउसम्म खन् न, अलि छेउसम्म। लास्टमा कति ठुपार छ हेरे। ल भयो त्यति भए हुन्छ। मकै रोप्दै काजु भेटाउँदै गर्छ। हारबारीमा के फल्छ र नानी। काजु यो भुटेर खाने होइन। आमामामा हेर त त्यो डल्ला र डल्ली। हेर त यो बाबै बाबै बाबै। पुर्यो हो त्यहाँनिर हेर। त्यहाँ खन त खन फेरि। यता पनि छ। हो त्यहाँ हेर। बाबै बाबा कति हो यार। दुईटा यार नफुटाल्नु। हो त्यो हेर त यो बाबै बाबै हेर दुईटा हेर त तिनटा। बाबै नै भुइँमा नफाल्नु। अलि यता कुन्तार फाल अलि हो त्यो। बाबै 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 काजु त कति हो कति हेर त। ल खन छिटो अलि वरसम्म। हो खन्यो। हेर त यो कति धेरै होला यो। बाब्रे बाब्रे भयो। अब त्यो त नन फेरि मगाल ढिलो भइसक्यो त। काजु खन्यो यत्रो हेर यो। अब यो उसमा अट्छ कि न। त्यो उसमा हाल्ने हो के अरे बाल्टीमा। जा बाल्टी पनि लिएर आ त। बाल्टीमा हाल्दै गर्ने। अहिले कति भेटाउँछस् त अहिले काजु। अलि त्यहाँ कुनामा गइसक्यो। खस्यो भुइँमा तेरो खुट्टा हो त्यो।
हाम्रोतिर यस्तो काजु हुन्छ। ल अलि यसलाई एक ठाउँ जम्मा गर्दा यो सबै यहाँ त्यहाँ खन्लास्। ओहो पहिला जम्मा गर्न हेर त। ओहो हेर ऊ तेरो पछाडि पनि 3टा। उहाँ हेर न हो त्यहाँनिर हो त्यो देखेछनस् कि त अलितिर गुल्ट्यो यार नगुल्टा न। उता पछाडि फल। ल छिटो जा ल ऊ लिएर आधा अलि कति हुन्छ बाल्टी यहाँ जम्मा गर मैले त्यहाँ खनम ल। फेरि छिटो जा जा त पहिला बिस्तारै जा काँडा छ नि ऊ तल भुइँको नि 2-3टा हो त्यो बाल्टी लिएर आधा। यहाँ पनि छ हेर त कहाँ खसे त यो लिएन यो पहिला हेर बाल्टीमा कति हुन्छ जम्मा गर्छ है यसले काजु। ल हेर्नुहोस् टिपेर त अलि भेटा छस्। ल आइज टिप त यहाँबाट सुरु गर हो त्यहाँबाट यहाँबाट सुरु गर्नु ल गन्न त्यहाँ पनि पहिला घोप्टा न कति छ। ल कति छ गन ल गन हेर त यो काजु यतिमा गन है। ल हेर्नु है काजु हाम्रो बारीको काजु खतरावाला काजु यो त बहुत भिटामिन। अलि चर्को भन्न सब एउटै गरामा। अलि छिटछिट गर्नु। उनासी 80 81 82 83 84 तेरो हाततिर छ उहाँ हेर उहाँ उयो हेर न हो त तेरो हातनिर हेर न यहाँनिर यहाँनिर हेर न यहाँ तेरो आँखा फुट्ने त यो के हो के यो के देख्दैनस्। ल हेर्नुहोस् काजु के गर्नु नानी यो काजु कसले तैँले खाने र त बाब्रे बाब ल खा साना छन् र। ल अरू फेरि खन ल फेरि भेटिन्छ ल फेरि अहिले लास्टमा देखाउँछौँ है। ल हेर्नुहोस् यो त 150 200 जति बनाएको छ यसले काजु खनेर। ल छिटो गर है ढिलो भएछ। ल फेरि हाल मकै ल अहिले फेरि कति भेटिन्छ फेरि हजुरहरूलाई जानकारी गराउँछौँ है त।